गाइस, हेलो गुड मर्निङ सबैजनालाई। आज फेरि म तपाईँहरूको माझ एउटा सानो भिडियो लिएर आइरहेको छु है। सो आज चाहिँ ड्युटी जाने बेला है, टक्कै जाँदैछु। यस्तो मौसम छ यहाँनिर, हल्का चिसो चिसो भएको छ सबै हो, तर दामी छ मौसम चाहिँ हेर्दै भन्नु चाहिँ। र आज भने चाहिँ तपाईँहरूसँग जोड्नुको लागि आइरहेको छु यहाँनिर मेरो भ्लगमा है। सबैजनाले हेरिदिनुहोस् होला। र यसरी ड्युटी जानुपर्छ बिहानै हो। अहिले तकरिबन तपाईँको 10 बजेको छ अनि मेरो अफिस चाहिँ 10:30 को छ अहिले चाहिँ हो। सो अहिले चाहिँ जाँदैछु म। अलिक परबाट चाहिँ ट्याक्सी मिल्छ हो, यहाँबाट चाहिँ 1 वे हो कि, अन्त अपोजिट हिँड्नुपर्छ नि, उतापट्टि चाहिँ पाउँछ, यो दिगो उतापट्टि हो। सो अलिकति क्रस गर्नुपर्ने छ चाहिँ। म टक्कै गाडी पर्खिनु घुम्न आइपुगेको छु। यहाँ बस्नुपर्छ, यहाँ मान्छेहरू बसिरहेछ है। उतापट्टि चाहिँ अघि 1 वे थियो नि त, यतापट्टि क्रसपट्टि यता जाने हो, अहिले उता जाने। सो क्रस गरेर आउनुपर्छ यहाँनिर हो। यहाँ टोल गेट छ, यहाँनिर चाहिँ गाडी रोक्ने स्पेस पनि छ, रोकी पनि दिन्छ हो। कुन चाहिँ गाडीले रोक्दा रहेछ हेर्नु चाहिँ गाइजलाई। आइक्या होगा आइक्या। फाइनली गाइस, मैले चाहिँ अहिले एउटा ट्याक्सी भेटेको छु है। अब ट्याक्सीमा चढेर म जाँदैछु अफिसतर्फ हो। तपाईँहरू सबैजनाले हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है मेरो आज डेलीको ब्लगलाई है। आज दिनमा के गर्ने, कसो गऱ्यो, कहाँबाट जाँदो रहेछु र अफिस कहाँ रहेछ, तपाईँहरूलाई सबै यो ब्लगबाट देखाउँदैछु है। अन्त सबैजनाले मन पराएर सेयर पनि गरिदिनुहोस्, अनि के कमी भएछ मेरो ब्लगमा कमेन्ट पनि गरिदिनुहोस् है गाइस सबैजनाले। लस अनि यो चाहिँ टाटाको अफिस छ हो, ठुलो अफिस छ यो टाटा कम्पनीको। अनि यहाँनिर चाहिँ हाइटेक सिटी, मेन सिटी, यहाँबाट भित्र ठक्कै लागेपछि सिटी चाहिँ ठुलो बस्ने हो। अनि यता आएपछि यो चाहिँ हैदराबादको पपुलर साइबर टावर हो। अनि अब यहाँबाट चाहिँ सो फाइनली गाइस, अब चाहिँ म यहाँनिर हल्का कहाँ भने ट्राफिक पोइन्टको छेउमा आइपुगेको छु। अब यहाँबाट ट्राफिक क्रस गर्नुपर्छ फेरि हो। यो सिटीमा हिँड्नुको प्रब्लम चाहिँ यही रहेछ, साह्रै बेसी ट्राफिक हुन्छ हो। यता अलिकति हिँड्दा रेस हुन्छ त्यसरी। फाइनली गाइस, अब चाहिँ म पनि अफिस पुग्न आँटेँ है। सबैजनालाई अब यही खुसियाली भन्दै भनौँ कि के भनौँ, अब अफिस पुग्न आँटेँ। अब फेरि जिममा गएर अब काम गर्नु पऱ्यो, त्यही हो, त्यस्तै छ। हेर्दै गर्नुहोस् मलाई होइन, सपोर्ट गर्दै गर्नुहोस् सबैजनाले है। फाइनल्ली गाइस, अब चाहिँ म अफिस बिल्डिङमा आइसकेको छु है। यो चाहिँ मेरो अफिस बिल्डिङ हो। सो अब यहाँबाट टक्कै जानुपर्ने छ मेरो भित्र हो। यसरी सो गाइस, अहिले चाहिँ म यहाँनिर अफिसको बाहिर आइपुगेँ हो। अब अफिस मेरो यहाँ हो टक्कै भित्र, र यहाँ चाहिँ हाम्रो डोरहरू छ सामान राख्ने है। ल त गाइस, अब आइपुगेँ म। आएपछि अफिसमा आएपछि यो त लाउनै पऱ्यो आइडी कार्ड है। अफिसको सबैभन्दा मेन कुरा नै यो हो। त्यहाँदेखि लाउनु पऱ्यो अब चस्मा, कम्प्युटरको काम गर्दाखेरि चस्मा त लाउनै पर्छ। सो त्यही भएर र कस्तो देख्यो मलाई भनिदिनुहोस् तपाईँहरूले। सकेपछि चाहिँ एकछिन भए पनि चायको मजा लिनुपर्छ हो। चिया खाँदै यता हेर्दै बस्दै गर्नुपर्ने रहेछ हो। यहाँको चाहिँ स्पेसल टीको ग्लास चाहिँ पेपर ग्लासहरू होइन, खालि स्टिल। अहिले भने चाहिँ अफिसबाट निक्लिँदा यतिको टाइम भयो। कति बज्यो भन्दाखेरि 7:30 भएछ। र अब भर्खर निक्लिँदैछु म चाहिँ। यस्तो छ हो, हेर्नुहोस् होला। निक्लिँदाखेरि चाहिँ यस्तो डरलाग्दो भिड हुन्छ हो, यस्तो डरलाग्दो ट्राफिक हुन्छ। तपाईँहरूले चाहिँ खोज्नु पनि सक्दैन, अब मान्छे हिँड्ने ठाउँमा गाडी कुदाइदिन्छ हो, जाम हुन्छ। टक्कै 6 बजी लिएर चाहिँ 9 बजीसम्म चाहिँ यस्तो डरलाग्दो हुन्छ। बिहान पनि त्यही हो, 9 बजीदेखि लिएर चाहिँ 11 बजीसम्म च्याप्पी जाम हुन्छ। यस्तो डरलाग्दो जाम हुँदैन है।
यो चाहिँ सानो गल्लीको बाटो मात्रै है, हाइवे त अझै कहाँ हो कहीँ। बाहिर स्टेसनमा फाइनली अब म चाहिँ रुमको छेउमा आइपुगेँ है। मेरो रुम चाहिँ यहाँ पर छ, अँध्यारोले देख्दैन रहेछ हो। अब मलाई पनि देख्दैन होला, अँध्यारो भइसकेछ हो। यस्तै छ हेर्नुहोस्। बल्ल बल्ल लाइटको छेउमा आइपुग्यो। अब यहाँबाट सबैजनालाई बाई बाई, गुड नाइट।